everyone, so welcome to day 2 at Delhi है. So आज सेकेन्ड डे हिजो हामी बेलुका यस्तो ढिलो आयौँ लाइक 2 बजे फर्क्यौँ मुभी हेरेर. म त्यो भिडियोको लिङ्क पनि हालिदिन्छु हिजोको पनि डे 1 को पनि भिडियो यसैमा डिस्क्रिप्सनमा हुन्छ. इनकेस हजुरहरूले चेक गर्नुभएको छ भने चेक गर्दा हुन्छ है. अनि हिजो चाहिँ हामी 2 बजीतिर घर फर्क्यौँ अनि बिहान उठ्दा उठ्दा त लाइक 9 साढे 9 भइसकेको थियो. अनि फेरि आज यहाँ चाहिँ कन्याहरूलाई खुवाउनु पनि पर्ने थियो. सो अलिकति मैले त्यस्तो केही गर्न हुँदा आन्टीले सबै पकाउनु भयो अनि हामी नुहाइधुवाइ गरेर हामी पनि खायौँ. अनि अब चाहिँ लाइक 12 साढे 12 बजिरहेको छ. अब चाहिँ हामी आई गेस सरोजनी जान्छौँ या चाँदनी चौक जान्छौँ. अहिले पनि फिक्स चाहिँ छैन बट कतै चाहिँ जान्छौँ. अनि रेडी भइसक्यौँ हामी अनि अब चाहिँ निस्किन आँटेको. सो या म हजुरहरूलाई अपडेट गरिराख्छु. हजुरहरू हेर्दै गर्नु होला. अनि इनकेस मनपर्छ भने डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल. एउटा चाहिँ हामी निस्किसक्यौँ. अनि के डिसाइड भएको छ भने हामी सरोजनी नगर मार्केट जाने. अनि भाइले मेरो ब्याग बोक्दैछ अनि अर्को भाइ पनि छ. अनि हामी सबैजना आज सरोजनी एक्सप्लोर गर्नेवाला छौँ. लास्ट टाइम टुरमा एक्सप्लोरै गर्नु भएको थिएन. अब चाहिँ आज राम्रोसँग गर्नु. हेलो गाइस. खै हेलो एक्साइटेड हो आज सरोजनी घूमने के लिए. तुम दोनों मिलके मुझे शॉपिंग करवाना. सब पे तुम दोनों ही करोगे, मैं तो कुछ नहीं करने वाली. लास्ट टाइम चाहिँ मेरो सरोजनी मेरो मोबाइल स्विच अफ भएको थियो. भ्लगै बनाउनु पाएको थिएन. आज मस्त बनाउनु पर्छ. लेट्स सी एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि के हुन्छ. वी आर एट मेट्रो स्टेसन. अनि बाहिर त्यहाँ कार्ड हेर्नु गएको छ. अनि आई स्टिल रिमेम्बर लास्ट टाइम चाहिँ मेरो त्यो ऊ नभएर के भन्छ यो स्वाप गर्न नमिलेर अनि म रोएको थिएँ. अनि दिवा इफ युआर वाचिङ आई नो त अझै पनि मलाई भनिराख्छस् भनेर अझै कमेन्ट पनि गरिदिनुहोस् नरुनु भनेर. अब चाहिँ म रुँदिनँ. अब चाहिँ मलाई पुरा थाहा भइसक्यो दिल्लीको. अब थाहा भइसक्यो केही हुँदैन मलाई. हामी 3 जना दिल्लीको होइन बट हामी 3 जना चाहिँ पुरा हिँडेको छौँ घुम्न आफै घुम्ने भनेर. लेट्स सी कतिको अप्ठ्यारो हुन्छ. हेलो वी आर ह्याभिङ कफी. यस्तो गर्मी छ यहाँ. लाइक त्यो मेट्रोमा बस्दा चाहिँ एकदम ठिक थियो बट फेरि अहिले गर्मी भएर फर चिल. फाइनली हामी चाहिँ सरोजनी नगर स्टेसन आइसक्यौँ. अनि अर्को भाइ चाहिँ चढ्दै चढ्दैन मेट्रोमा. सो म र भाइ चाहिँ आइसक्यो. अब उसलाई कुर्दैछौँ. कस्तो अघि किन बन्द भयो अरे कि आफै चढ्न के भयो छुट्यो भनौँ न. तर यहाँ कति लाइक हामी उताबाट एक मिनटमा आयौँ है. चेन्ज गर्नु परेको थियो एउटा चाहिँ 1 मिनटमा आइपुगेको थियौँ. अब भाइ पनि आउँछ होला. अनि उसैलाई कुर्दै बसिरहेको छौँ. भाइलाई चाहिँ कल गरेर सोधेको. अनि के थाहा पायौँ भन्दाखेरि जुन डिपार्टमेन्टमा हामी चढेको थियौँ त्यो लेडिज डिपार्टमेन्ट रहेछ. अनि त्यसो अर्को भाइ चढेर अनि मेरो भाइलाई थाहा नै थिएन. अनि भाइ मात्रै त्यो लेडिज डिपार्टमेन्ट ऊ मात्रै थियो क्या. भर्खर फोन गरेर त्यही थाहा पाएँ मैले. धन्न एउटा स्टेसन मात्रै थियो. लाइक 2 मिनट्समा हामी अर्को यसमा निस्किसकेको थियौँ. तर फोन गरेर थाहा पायौँ कि लेडिज डिपार्टमेन्ट थियो. सो अर्को भाइ चढेन. मेरो भाइ चाहिँ आइन्छ र मार्केट आइसक्यो. म चाहिँ कपाल बाने यस्तो गर्मी भएर. अनि सेलहरू यति लाइक 100 रुपिसमा 50 रुपिसमा के भनेर अलरेडी स्टार्ट भइसक्यो. यहाँदेखि लेन नै स्टार्ट रहेछ. हजुरलाई सो यहाँबाट निस्किँदाखेरि नै यसरी लेन नै लागेको रहेछ. हामी चाहिँ मेन मार्केटमै गएर हेर्छौँ फर्स्टहरू चाहिँ. अनि त्यसपछि हेरौँ यतातिर. यहाँबाट चाहिँ हामी सरोजनी नगरको चाहिँ गेट हेरिसक्यौँ. साउथ विङ रहेछ. अनि यहाँबाट चाहिँ अब हामी छिर्छौँ. एन्ड लेट्स एक्सप्लोर. हेरौँ कति के गर्नु सक्छ. गर्मीले यसै हालत खराब भइरहेछ बट स्टिल लेट्स एक्सप्लोर. अनि कस्तो हुन्छ हेरौँ. मार्केट यति धेरै भिड छ. के लिने के नलिने थाहा नै भइरहेछ कि हामीले यहाँ यति धेरै भिड. त्यसमा त्यस्तो गर्मी एकदम क्राउडेड छ यहाँ त. ओ माई गड सरोजनीमा त भिडियो हेर्न मात्रै सजिलो है. अनि एकदम सपिङ गर्न सकिन्छ. यति धेरै भिड यति धेरै गर्मी केही त्यो हेर्नै सकिँदैन भने यो सामान पनि अगाडिबाट लिम्ला नभए यताबाट लिम्ला भनेर भनिन्छ. लिनै सकिँदैन. बट स्टिल हामीले अलिअलि सपिङ गऱ्यौँ. मैले स्कर्टहरू लिएँ 1-2वटा. अनि अलिअलि सपिङ अहिले चाहिँ KFC आएको छ. भाइहरू चाहिँ खान्छ म चाहिँ खाँदिनँ. भाइ र अर्को भाइ चाहिँ खान्छ KFC. अनि म चाहिँ जुस के खानु पर्ला. गर्मी चाहिँ लास्ट गर्मी क्या. आइएम ह्याभिङ पेप्सी. अनि भाइहरू चाहिँ रोल खाँदैछन्. कस्तो खाएर भन्ने. एक बाइट लिँदै थिएँ. प्रोसेसिङ बब्ली रसमलाई खाना आँटेको एट हल्दीराम. पनि
पनि एउटा दुईटा लिएको छौँ यो सेट अब किन 400 भएछ किन 600 भएन यो चाहिँ 600 कस्तो राम्रो राम्रो कलेक्सनहरू छ क्या यहाँ 300 को सेटै आएर थियो अनि लियौँ हामीले नेपालीकै रहेछ Now we are having mojito and then bubble टीहरू खाँदैछौँ यस्तो सपिङ छ यो छ त्यहाँ एउटा झोला छ अर्को पालि भयो क्या अनि भिड यति धेरै चाहिँ के लिने के नलिने थाहा नै हुँदैन यहाँ चाहिँ यस्तो भिड सस्तो भनिन्छ बट त्यहाँ चाहिँ क्वालिटी पनि हुन्छ है फेरि ठिकै हो हामीले चाहिँ ठिकै दिनभरि घुमेर हालत यस्तो बिग्रिसकेको छ गर्मी उस्तै मान्छे उस्तै सामान के लिने नलिने लाइक यति कुरा सोचिरहेको थियो यो गर्छु भनेर त्यो केही पनि गर्न पाइएन केही पनि हेर्न पाइएन अब लाइक जुन जुन ठिक लाग्यो यस्तो हेर्दाखेरि त्यो लियौँ उठायौँ अब रिग्रेट हुन्छ कि के हुन्छ थाहा हुँदैन घर गएर ठिकै छ रेटहरू चाहिँ उस्तो उस्तै हो त्यस्तो धेरै सस्तो पनि होइन ठिकै छ हाम्रो चाहिँ आजकल बार्गेनिङ भन्दा पनि त्यो सबैको त फिक्स रेटवाला नै हुँदो रहेछ त्यसमा खासै बार्गेनिङ चाहिँ गर्दैन बट कुनै कुनै राम्रै पिस लियौँ हामी तर पनि ठिक छ ब्ल्याक करेन्ट मोहितो अनि भाइले चाहिँ ब्लुबेरी खाँदैछौँ अर्कोले चाहिँ के समथिङ के छ बट टेस्टी छ अच्छा लगा फर्स्ट टाइम ट्राइङ फर्स्ट टाइम होइन अच्छा लगा तेरो फ्लेभर चाहिँ राम्रो रहेछ यार ला के भइरहेछ सबजनाले आफ्नो पसलभित्र राख्दैछन् अनि नगरपालिकाको मान्छे के आउँदैछ होला सबले छिटो छिटो हतार हतार गरेर सबै सामानहरू भित्र राख्दै हुनुहुन्छ के भएको यस्तो पुरा द क्राउड ओभर हियर इज लाइक क्रेजी क्या कस्तो धेरै भिड हो बेलुका भइसक्यो अनि अझ पनि कति धेरै भिड छ हामी पनि एकदम थकित भइसक्यौँ हाम्रो लाइक सोचअनुसार चाहिँ केही भएन न भ्लगै बनाउन सकेर हामीसँग हल्का हल्का क्लिप मात्रै एड गरेको छौँ लाइक रेकर्ड गरेर छौँ अब त्यो युज गर्ने लाइक 7 बज्न आँटिसक्यो अनि सी द क्राउड कति धेरै मान्छे हो मेरो भाइ थकित भइसक्यो सपिङ गरेर सबै सपिङ मेरै भयो उसको चाहिँ केही भएन फोकस सपिङ गरेपछि हामी चाहिँ अब घर जान आँटेको भाइ हाउ वाज योर एक्सपिरियन्स तेरो मात्रै सपिङ भयो मेरो भएन भाइको के त्यो उसलाई लगाउने टाइपको नै भेटेन र मेरो 2 पोका नै भएको छ लिटरली सपिङ चाहिँ ठिक छ फेरि नेक्स्ट टाइम अर्को ठाउँमा पनि जानु नै छ त्यतिखेर अर्को सपिङ गरौँला यहाँको क्राउड हेर्नु जहाँ पनि क्राउडै छ हामी चाहिँ घर आइसक्यौँ अनि त्यस्तो आएर चियासा खायौँ है अनि एकछिन रेस्ट गर्दैछौँ अब चाहिँ खाना खाने होला 8 साढे 8 बजिसक्यो खाना खाने अनि त्यसपछि हामी फेरि मेला घुम्न जाने प्लान छ सामानहरू चाहिँ अलिअलि यसो आन्टीहरूलाई पनि देखायौँ अनि अलिअलि प्याकिङ गऱ्यौँ प्याकिङ भन्दा पनि छुट्टै फेरि राख्यौँ है अनि सो कलेक्सन चाहिँ राम्रै थियो है सरोजिनी नगरको तर एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ हुन्छ अब भिडियोहरूमा हेर्दाखेरि त खालि यस्तो सस्तो भनेको हुन्छ नि सस्तो हुन्छ नहुने पनि होइन तर आजकल चाहिँ कस्तो छ भने बार्गेनिङ गर्ने ठाउँ नै छैन सबैको चाहिँ फिक्स प्राइसवाला नै राख्दो रहेछ अनि बार्गेनिङ गर्ने ठाउँ नै हुँदैन है तर पनि अफोर्डेबल रेट नै थियो कम्पेरिटिभली लाइक हामी काठमाडौँमा पाउनु हुँदा चाहिँ अलिकति सस्तो नै थियो सो अलिअलि सपिङ चाहिँ गऱ्यौँ अनि म यसको चाहिँ लाइक सरोजिनी नगरको सपिङ हल चाहिँ आफ्टर काठमाडौँ गएपछि बनाउँछु यहाँ चाहिँ अब अलिक भ्याउँदैन उता गएपछि चाहिँ हल सपिङ हल छुट्टै बनाउँछु सरोजिनी नगरको अनि त्यो चाहिँ पछि नै अपलोड हुन्छ अहिलेको लागि चाहिँ त्यही हो सामानहरू मिलाइसक्यौँ अब एकछिनमा खाना खाएर अनि हामी जान्छौँ मेला घुम्न सो रमाइलो नै भइरहेछ एक्सप्लोर गरिरहेछौँ थकित भइरहेछौँ तर घुम्दै आएको त हो नि अब घुम्दैछौँ रमाइलो भइरहेछ यहाँ नजिक चाहिँ एउटा वेडनेसडे मार्केट लाग्दो रहेछ अहिले हामी चाहिँ वेडनेसडे मार्केट घुम्न आँटेको छौँ है लाइक थकित भइसक्यौँ कि बट स्टिल अहिले वेडनेसडे मार्केट घुम्न आउँछौँ आएर खाना खान्छौँ अनि फेरि मेला हेर्न जाने पनि प्लान छ सो लेट्स सी के हुन्छ है अहिले चाहिँ हामी वेडनेसडे मार्केट घुम्न जान आँटे सो यसरी चाहिँ
रोडमा मार्केट लाग्दो रहेछ वेडनेसडे अनि सामानहरू चाहिँ अलिक सस्तोमा पाउँछ होला यहाँ चाहिँ तर त्यही अनुसारको लोकल सामानहरूले होला पाउने चाहिँ ब्रान्डेड सम्झिनु हेर्नु न ठिकै छ यहाँको लाइक रेगुलर युजको लागि चाहिने सामानहरू नै पाउने होला वेडनेसडे चाहिँ मार्केट लाग्दो रहेछ यसरी अरू दिन चाहिँ लाग्दैन वेडनेसडे लाग्दो रहेछ बुध बजार होइन घुमेर वेडनेसडे मार्केट घुमेर फर्किँदैछौँ अनि सामान खासै केही किनेनौँ भाइ बहिनीहरूको लागि त्यही एउटा लेहेङ्गा अनि कुर्ता र सुरुवाल बच्चाहरूको लागि भनेर त्यही किन्यौँ अरू त केही किनेनौँ अनि अब फेरि फर्किँदैछौँ घर अब लेसी घर गएर खाना खाएपछि चाहिँ फेरि निस्किन्छौँ कि निस्किँदैन हुन त मेला हेर्ने जाने प्लान थियो अब निस्किने कि ननिस्किने घर गएर डिसाइड हुन्छ भाइ चाहिँ एकदम थाकिसकेको छ अनि खासै वेडनेसडे मार्केटमा मलाई खासै केही लागेन त्यही नर्मली लोकल मान्छेहरूलाई लोकली चाहिने सामानहरू घरमा चाहिने सामानहरू त्यसैहरूको त्यो मार्केट लाग्दो रहेछ अनि हामी सरोजनी घुमेर आएपछि आई गेस त्यसै होला झन् केही मन परेन त्यहाँ मार्केटमा बट ठिकै छ एक्सपिरियन्स त्यो पनि घुमेर चाहिँ आइयो वेडनेसडे मार्केटबाट चाहिँ हामीले यो दुईवटा सेट ल्याएको छौँ यो कुर्ता र अनि सुरुवाल छ बच्चाहरूको लागि हो यो चाहिँ 150 मा मात्रै पायौँ कि हामीले कुर्ता अनि सुरुवाल अनि यो चाहिँ अलिकति ठुलोको लागि हो लाइक 8 to 9 इयर्सको बच्चाको लागि हो अनि यो चाहिँ 350 मात्रै पऱ्यो है हामीलाई 450 भन्दैन त 350 मा दिनुभयो अनि प्लस यो चाहिँ एउटा बहिनीलाई लिएको है सानो बहिनी छन् अनि उसको लागि लिएको जस्ट फर 600 रुपिस 600 मा यो लेहेङ्गा सेट नै आयो सो यो पनि लियौँ अनि यति सपिङ गरेर आयौँ यहाँबाट चाहिँ हामी वेडनेसडे मार्केटबाट ठिकै थियो सस्तो नै थियो भनौँ न यो यतिमा त कहिले कहीँ पनि आउँदैन जस्तो लाग्छ सो 1100 मा हामी 3 सेट लुगा लियौँ बच्चाहरूको लागि अनि राम्रो छ क्वालिटी वाइज चाहिँ अहिले चाहिँ हामी यहाँ मध्ये चाहिँ जुन अभाइलेबल छ त्यो अर्डर गर्छौँ अनि मगाउनेवाला छौँ सो लेट्स सी कस्तो हुँदो रहेछ हामी सुपर एक्साइटेड आइसक्रिम केक कस्तो खान पनि क्रेभिङ भइरहेको थियो अनि अब अर्डर गरौँ 10 मिनटमा आइहाल्छ सो लेट्स सी कस्तो हुँदो रहेछ सो हियर इज आवर आइसक्रिम केक हामी क्रिम बेलको मगाएको थियौँ अनि यति छिटो आइसकेको थियो है एकदम टेस्टी देखिरहेको छ अब चाहिँ लेट्स ओपन इट अनि हेरौँ खाएर कस्तो हुँदो रहेछ एकदम यमी अनि एकदम टेस्टी थियो है तर एकदम राम्रो मेला जाने प्लान चाहिँ क्यान्सल भयो बिकज घरमै खानासाना खानुपर्ने थियो अनि त्यसमाथि ढिलो पनि भइसकेको थियो अनि अलरेडी लाइक एकदम थाकिसकेको थियौँ सबैजना सो हामी गएनौँ बट घरमा हामीले त्यो आइसक्रिमवाला केक मगाएर खायौँ एकदम इन्जोय गऱ्यौँ रमाइलो भयो अनि एकदम थाकिसकेको थियौँ नि त सो अब चाहिँ हामी सुत्न जाँदैछौँ अलरेडी 12 बजिसक्यो अनि भोलि पनि यसै पनि मेला घुम्न जानु नै छ सो भोलि नै जाने भनेर आज चाहिँ हामी प्लान क्यान्सल गऱ्यौँ बट आजको दिन पनि एकदम रमाइलो रह्यो हामी सरोजनी नगर गयौँ यहाँको वेडनेसडे मार्केट हेऱ्यौँ अनि प्लस हामीले आइसक्रिमवाला केक पनि ट्राई गऱ्यौँ सो आजको एक्सपिरियन्स एकदम राम्रो थियो सो हजुरहरूलाई पनि इनकेस मन परेको छ भने डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल अनि म भोलि पनि अर्को भ्लग लिएर आउँछु सो प्लिज स्टे ट्युन अनि किप स्माइलिङ थ्याङ्क यू फर वाचिङ